साथीहरू आज म रोमानियन ल्याङ्ग्वेज डे 4 को कुरा गर्दैन बल्कि आज म कुरा गर्ने हो रोमानियामा फर्स्ट डे यु हेभ टु वर्क इन फर्स्ट डे इन रोमानिया कि पहिला दिन हामी जहिले काम गर्न जान्छौँ रोमानिया कम्पनीमा काम गर्दा गर्दा हामीलाई के प्रब्लम हुन्छ सबसे पहिला हाम्रो एउटा प्रब्लम हुन्छ त्यो भनेपछि भाषा किनकि रोमानियन ल्याङ्ग्वेज हामीलाई थाहा हुँदैन हामीले थोड़ा बहुत हिन्दी एन्ड थोड़ा बहुत इंग्लिश भाषा त आउँछ लेकिन रोमानिया भाषा हामीलाई बहुत ही डिफिकल्ट कन्ट्री एन्ड ल्याङ्ग्वेज हो तपाईले हजुर रोमानिया आउन चाहनुहुन्छ यो देशमा कमाइ गर्नुहुन्छ त्यसको लागि हजुर घरमा बसी बसी रोमानियन ल्याङ्ग्वेजको प्र्याक्टिस गर्नु होला प्र्याक्टिस कसरी गर्ने हो जसरी अगर हजुरले ग्रामरबाट स्टेप बाइ स्टेप सिकेपछि हजुरलाई डिफिकल्ट हुन सक्छ त्यसको लागि हजुर जुन क्षेत्रमा काम गर्न आउनुहुन्छ त्यो क्षेत्रको सारा भोकाबुलरीज प्रोनाउन्स एन्ड हेल्पिङ वर्ड्स सबै पढ्नु होला याद गर्नु होला किनकि जहिले हजुर यता रोमानियामा आउनुहुन्छ हजुरको जो फर्स्ट समस्या हुन्छ ल्याङ्ग्वेजको प्रब्लम हुन्छ त्यो ल्याङ्ग्वेजको प्रब्लम हजुरको हुँदैन किनकि हजुरले थोड़ा बहुत स्टडी गरेर हजुर नेपालमा बसेर आउनुहुन्छ किनकि रोमानियालाई कमसेकम 1 साल त आसपास हजुरको भिजा प्रोसेस लाग्छ त घरमा बसी बसी हजुर ल्याङ्ग्वेज पनि सिक्नु होला आज म कुरा गर्नेछु कि जहिले म फर्स्ट टाइम यता रोमानियामा काम गरेँ त्यो टाइम मलाई नि बहुत ही प्रब्लम हुन्थ्यो एक त नयाँ कन्ट्री नयाँ देश नयाँ बेस नयाँ ल्याङ्ग्वेज ठिक छ त्यसको लागि मैले त अलरेडी थोड़ा बहुत रोमानियन ल्याङ्ग्वेज त म घरमा पनि प्र्याक्टिस गरेर आएको थिएँ किन यता कुन शब्द जस्तो कि मैले यता सुनेको थिएँ पहिला ग्रेटिङ्सको कुरा गरेँ ग्रेटिङ्स भनेपछि बुना दिमिनेसा बुना जिवा बुना सेरा एन्ड नोप्ते बुना भनेपछि गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ एन्ड गुड नाइट ठिक छ त्यसको बाद दा भनेपछि यस हुन्छ एन्ड आउँछ नो मतलब नो डिड नट डज नट नो ठिक छ त्यसको बाद गाता शब्द भनेपछि गाता भनेपछि ओके राइट पर्फेक्ट हजुरले काम गर्न टाइममा त हजुरले शब्द त जरुर सुन्नुभयो होला गाता भनेपछि पर्फेक्ट रेडी ओके डन त्यसको बाद मैले अझ के शब्द सुने त आएर दा भनेपछि यस नु मतलब त नहीं एन्ड ग्रिटिङ्स गर्ने यो छेपाचे भनेपछि हाउ आर यु वाट आर यु डुइङ नाउ हजुर के गर्नुहुन्छ हजुर कस्तो हुनुहुन्छ छेपाचे बिने ए सुन त बिने मतलब म ठिक छु रमाइलो छ त्यसको बाद फर्स्ट डेमा यही प्रब्लम हुन्थ्यो ल्याङ्ग्वेज बेरिङ त्यही यो फर्स्ट डे हामीले कसरी गरे पनि फर्स्ट डे हाम्रो काम कम्प्लिटली राम्ररी भयो भाषा थोड़ा गाह्रो थियो स्टार्टिङमा फर्स्ट डेमा पर गुगल ट्रान्सलेसनको हामीले युज गरेको थियो एपको त्यसको जरिए हामीलाई थोड़ा सा भाषाको त्यति त प्रब्लम भएन तपनि फटाफट यहाँ रोमानियाहरू नि फटाफट ल्याङ्ग्वेज भन्छन् त्यसको वजह से हामीलाई नि पुरा ल्याङ्ग्वेज सम्झनु पनि आउँदैन तपनि हामी ट्राई गर्छौँ जहिले हामीलाई काम गर्छौँ कुन वर्ड्स हामीलाई सम्झेन भने तुरुन्त हामी नि गुगल ट्रान्सलेसन गर्छौँ त यस्तो हाम्रो फर्स्ट डेको एक्सपिरियन्स हो रोमानियन ल्याङ्ग्वेजको हजुर पनि आउनु चाहनुहुन्छ रोमानिया त घरमा बसी बसी प्लिज रोमानियन ल्याङ्ग्वेज सिक्नु होला किनकि यता मान्छेले इङ्ग्लिस चल्दैन अनि मान्छेले यता इङ्ग्लिस आए पनि तपनि आफ्नो लोकल रोमानियन ल्याङ्ग्वेजलाई फर्स्ट प्रियोरिटी दिन्छन् त्यसको लागि ल्याङ्ग्वेजको यता हजुरलाई इस्यु हुनसक्छ प्रब्लम हुनसक्छ त्यसको लागि हजुर थोड़ा बहुत त जति पनि यो इन्टरनेट सोसियल मिडियाको थ्रुबाट हजुरले त्यो भाषा सिकेर आउनु होला अझ पनि नेक्स्ट भिडियो अमेजिङ नेक्स्ट भिडियो लिएर आउँछु जसमा म ल्याङ्ग्वेजको बारेमा एक्सपिरियन्स सेयर गर्छु कसरी हामी रोमानियन ल्याङ्ग्वेजमा सिक्ने हो छिटो सिक्ने हो त्यसको लागि हामीलाई प्रोनाउन एडभर्ब भोकाबुलरी प्रेजेन्टेसन मतलब 12 टेन्सहरू छन् लेकिन हामी ग्रामरबाट जान्दैन हामी डाइरेक्टली जाने जस्तो हामीलाई प्रोनाउन वर्ड्स एन्ड सेन्टेन्स कम्प्लिटली हुन्छ अनि यो मेरो फर्स्ट डेको थियो अनि त्यही हो रमाइलो छ रोमानिया जस्तो सोचेको त्यस्तै छ ठिकै हो कोही पनि काम हो ठिक छ अब हामी आफ्नो देश छोडेर परदेशमा आएको काम गर्नलाई त यता आफूले आफ्नो 1000% धेरै काम गर्ने हो अनि पैसा पनि कमाउने हो नो रुक गुड लक